मण्डलीहरू जतिजना उपवास आइकन अनि तपाईँको चरणमा तपाईँले दण्डवत गर्नुभएको छ। उहाँहरूको उपवासको प्रार्थनालाई तपाईँको चरणमा राख्दछौँ। सो प्रार्थनाको उत्तरको घोषणा गर्दछौँ। परमेश्वर पिता प्रार्थना गर्दछौँ यहाँको व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, स्वास्थ्यको क्षेत्रमा, आर्थिकको क्षेत्रमा, यी सबै कुराहरूमा तपाईँले प्रचुर मात्रामा आशिष दिनुहोस् र प्रभु यीशु मसीहको नाममा सुस्वास्थ्य र आशिषको घोषणा गर्दछौँ। धन्यवाद छ। सो प्रार्थना उत्तर कतिजना तपाईँ दिँदै हुनुहुन्छ र कति दिइसक्नु भएको छ। धन्यवाद भन्दछौँ। तपाईँलाई महिमा भएको होस्। अब यसपछि हामी बिमारीको लागि प्रार्थना गर्नेछौँ परमेश्वर पिता। अब यसपछि हामी बिमारीको लागि प्रार्थना गर्नेछौँ। जसरी हाम्रो सिटी चर्चको रेभरेन्ड पास्टर अगम गुरुबा हुनुहुन्छ भने अर्को गुरुबा अनिल सुब्बा हुनुहुन्छ। उहाँको स्वास्थ्य पनि गएको हप्ताभन्दा अहिले धेरै राम्रो भएको छ र हाम्रो रेभरेन्ड पास्टर गुरुबाको पनि धेरै राम्रो भएको छ र अझै प्रार्थना गर्नु सक्नुभएको छ। र त्यसले गर्दा हामी सम्पूर्ण मण्डली परिवारले आज उहाँको लागि प्रार्थना गर्नेछौँ ताकि डक्टरले सोचेको भन्दा पनि अगाडि, किनभने उहाँ सारा अङ्ग प्रत्यङ्गको मालिक प्रभुहरूका प्रभु, देवहरूका देव, ईश्वरहरूका ईश्वर हुनुहुन्छ। अनि उहाँ गुरुबाको लागि हामी अनि दुवैजना गुरुबाको लागि प्रार्थना गर्छौँ। पहिला हामी रेभरेन्ड पास्टर गुरुबाको लागि प्रार्थना गर्नेछौँ, त्यसपछि हामी अनिल सुब्बा गुरुबाको। हामीले 1 मिनेटमा धेरै कुराहरू बोलिन्छौँ। हामी प्रार्थना परमेश्वर पिता हामी प्रार्थना गर्दछौँ प्रभु यीशु मसीहको नाममा, किनभने प्रभु यीशुले भन्नुभयो मेरो नाउँमा तिमीले प्रार्थना गर्नु भन्नुभएको। त्यसै कारणले गर्दा परमेश्वर पिता यस गरी जो रेभरेन्ड पास्टर यो देशमा सेवाकाईको लागि नेपाली भाषाको पहिलो तपाईँले आफ्नो दास चुन्नु भएको, उहाँ आज स्वास्थ्यको क्षेत्रमा अलिकति समस्या आएको छ भन्दा प्रभु आज हामी मण्डली परिवारले उहाँमा धेरै ठुलो समस्या भन्छौँ, तर त्यो केही पनि होइन। एउटा सानो समस्या, सानो स्वास्थ्यको क्षेत्रमा तपाईँको निम्ति केही होइन। कारण तपाईँ डक्टर तपाईँ हुनुहुन्छ, उहाँको सारा अङ्ग प्रत्यङ्गको मालिक हुनुहुन्छ। हामी प्रार्थना गर्दछौँ प्रभु यीशु मसीहको नाममा चौकाइको घोषणा गर्दछौँ। डक्टरले लगाएको सामग्रीहरू जति पनि दबाईहरू छन् ती साधन तपाईँको हात परेको भनिकन प्रार्थना गर्दछौँ। अनि प्रभु यीशु मसीहको नाममा उहाँलाई बल, तागत, शक्ति, सामर्थ्यको घोषणा गर्दछौँ। जति पनि प्रभु त्यही घाउहरू छन् ती प्रभु चाँडोभन्दा चाँडै नै सुकेको होस् र चङ्गाइ भएको होस् भनी प्रार्थना गर्छौँ। दुखाइहरूलाई हामी यस्तो रगतमा दूर गर्दछौँ र उहाँलाई बल, तागत, शक्ति, सामर्थ्यको घोषणा गर्दछौँ। अनि धेरै मण्डली परिवारले यही प्रार्थना गर्दछौँ। परमेश्वर पिता उहाँले खाँदै गरेको खानाहरूलाई प्रभु लाउने कपडाहरूलाई पनि तपाईँको अभिषेक